हामीहरू टक्क गुराँसको खोजीमा हो है। अब कहिले पुगिन्छ थाहा पनि छैन। फेरि अब कोही पटमारा जाउँ भन्दा कोही कहाँ हो कोही कहाँ थाहै छैन। तर पनि केही छैन, स्टे ट्युन गाइज होइन। गन्तव्य टाढा भए पनि बिस्तारै जान्छु, पुगिहाल्छु अवश्य होइन। त्यसै कारणले हामी हिँडिरहन्छौँ, स्टे ट्युन गाइज। ल बाटो नजिकै छ गाइज, बाटो चाहिँ यस्तो छ, माथि गाह्रो चाहिँ गाह्रो माथि ढिकमे रे माथि पुरोटी। तर गाइज होइन, हामीहरू चाहिँ पानी आउला जस्तो छ। हामीहरू गलत टाइममा आए जस्तो फिल भइरहेछ। उहाँ आन्टीहरू पिरियड लिएर आउनु भइरहेछ। 1 घन्टा त लाग्छ होला होइन जान? नलाग्नु पनि सक्छ। यो चाहिँ दिपिन्द गाइज होइन, दिपिन्द मतलब यो चाहिँ झोलामा पुरै मासु मात्रै बोक्नु। उहाँ चाहिँ अनुज हो। यो चाहिँ धर्बी जी। नमस्ते भनिदिनु त गाइज। नमस्ते उल्टा भन्नु है गाइज, हामीले होइन। सब्सक्राइब फलो ट्याप लगाएर है गाइज फेरि है। गाइज होइन, ती लफङ्गाहरू अगाडि गइरहेछन्। धर्बीजी यता हिँड्न नसकेका छन्, लट्टिएर गइरहनु भएको छ। अनि गाइस, मेरो हालत चाहिँ यस्तो छ कि कहिले नहिँडिरहेको छ कि पुरै पसिना आएर गाइस होइन। बस मौसमले साथ धेरै दिइरहेको छ होइन, जति अनि मौसमले धेरै साथ दिइरहेको छ। अनि ती 2 दिनको पारा कस्तो छ गाइस? यस्तै छ गाइस। स्टे ट्युन गाइस होइन, भेटौँला फेरि ओके। छपरी गाइस, दिस इज द छपरी ग्याङ होइन गाइस, दिस इज द छपरी ग्याङ। या छपरी 1 2 3 स्टार्ट। दिपिन जय नेपाल गाइस। फेरि मेदी भएर आएको मान्छे हो फेरि, शान्ति होइन फेरि। यदि दिपिन्दालाई नराम्रो म्यादी भनेर नराम्रो होइन, फेरि निर्वाचन प्रहरी होइन, निर्वाचन प्रहरी म्यादी भने चाहिँ मन दुख्छ क्या। अस्ति मैले फेरि कहिले म्यादी छोडिदिनु ल, क्यारी क्याप्चर है ल गर न। ओके यो भन्ने कस्तो रहेछ शिबु पाण्डे। शिव अक्का उयो के शिव पाण्डेको कसको गाउ न ल। दुईजना मिलेर दिस इज अ छपरी ग्याङ गाइस होइन। मङ्गल एक राजा दर्नाली कहाँ बग्छै कर्णाली पानी त्यस लागेको लागे कहाँ बग्छै कर्णाली। भाइरल ल, दामी दामी। तपाईँले यो गीत चाहिँ कोबाट इन्सपिरेसन भएर गाउनु भएको? शिबु पाण्डे हो। शिबु पाण्डे मेरो तपाईँको शिव पाण्डेको पुरो फ्यान हो कि होइन? बिगवाला बिग फ्यान हो। शिबु पाण्डे ओके अरु क्लिप हाले मतलब भएन, यो क्लिप चाहिँ मुना ल गाइस, स्टे ट्युन गाइस है, स्टे ट्युन। खैरेनी सिधै माथिको यता साइडको रोडमा छौँ। खै गाइस यार कति छ कति काहीँ कुरा चाहिँ पुरै भेट्दैनौँ यार। हामी धर्मेन्द्र सर गरेर बसिहाल्नु भयो। अनि मेरो हालत नि त्यही छ गाइस, धेरै गलिसकेको छु। अनि त्यो पानीको जुन देखिन्छ नि त घरमै, त्यो के पानीको त्यो पाइप आइरहेछ। कहाँदेखि आयो पानी? पिउने पानी हो र? खै पानी छ। अनि टक्क त्यो माथि त्यो चाहिँ के हो, चेरा चौर होइन? चेरा चौर भयो माथि त्यो उदेखि न गाइस होइन। लाली गुराँसको बोट चाहिँ भेटियो, तर फुलेको चाहिँ छैन। यस्तो भिडमा हिँडेर आइरहेको छु हेर्नु गाइस। हरेर नै मर्छ होला नि केटाहरू। ल गाइस, यस्तो अप्ठ्यारो बात छ गाइस होइन। तर पनि गाइस जान्छौँ, एकछिन मोबाइल राख्नुपर्छ यहाँ, न त मरियो क्या गाइस, सिधै हो क्या। ल गाइस स्टे ट्युन। यस्तो भिड छ गाइस होइन। फुल्दा भेटिएन, फुलको बोट चाहिँ रुख चाहिँ छ। यो चाहिँ हो गरे खै देखिन नि, जुम नि हुन्न। यी केटाहरू गइरहेछन् माथि अनिल दाइको त्यो हेरौँ। हालत गाइस होइन लिटरली के
भन्नै सकिन्न ना कसम यस्तो भिडमा हिँड्नु परेको छ कहाँ मरिन्छ थाहा पनि छैन सजिलो छैन गाइस है लाली गुराँस टिप्नु जान सजिलो छैन गाइस होइन त मरिन्छ होला गाइस त्यही हुनेपछि त तर केही छैन अनि गाइस यो माथि नि सबभन्दा खतरनाक कुरा के थाहा छ मेरो चप्पल यस्तो हिसाबले आइरहेको छु गाइस ल स्टिकिङ गाइस गाइस होइन यति मेहनत गरेर यस्तो भिडमा आइसकेपछि फाइनली उता हेर्नु गाइस लाली गुराँस देखिसक्यो खै 2-3 वटा मात्रै छ क्या उता छ गाइस हेर्नु है जुम गरेर देखिएर आएन क्या गाइस ल गाइस त्यहाँ देखिरहेको छैन त्यहीँ गएर तपाईँलाई म देखाउँछु है सिधै ओके गाइस गाइस अघि हामीले जति बोट देखेको थियो नि त लाली गुराँसको रहेनछ यो बोट रहेनछ लाली गुराँसको बोट रियल बोट ऊ यो छ नि त यो बोट हो फुलै छैन गाइस पारि एउटासम्म देखेको थिएँ त्यहाँ गएर चाहिँ भेटिन्छ कि त्यहीँ जान्छु ल गाइस है गाइस मेहनत गरेर पसिना बगाएर निगारा भाक्टो समातेर आएर बल्ल फुलको नाममा पनि देखियो गाइस है हेर्नुहोस् है सानो छ तर पनि छ है अब यस्तो पछि त्यो उता टिप्नु गएको छ अब गाइस हामी न क्या पछि त हुन्न भने चाहिँ हामीले फुल देखाउनु हुन्न पछि त हुन्न यस्तो बिहान देखिएछ गाइस है फेरि देखेको छैन उफ अब हामी एउटा पानी बाटोमा गएर भोक लागेको छ पानी सानी खाएर त्यो नास्ता खाएर फेरि खोजीमा हिँड्छौँ गाइस स्टे ट्युन गाइस बाटो गाइस हेर्नु न गाइस कस्तो छ क्या पुरै भिडै भिड के गाइस आमा अरू क्यामेरामा त्यस्तो देखिएन यस्तो छ गाइस निगा झारीमा सुगर गाइस ऊ धरुन्दल निकालिसकेको छ फुल गल्यौँ खोजिकन गल्यौँ गाइस होइन यो ठाउँमा आएर अब पानी सानी खाने उसो गर्ने भनेको छु गाइस होइन यो ठाउँमा आएर अब यहाँ पानी पनि छ नि त नजिकै धरुन्दल यो ठाउँ सिलेक्ट हानेको छ यसपछि गएर हामी उता गएर उता फुलसुल खोज्छौँ एकछिन यहीँ खाएर जाउँला टाउको साउको देखेर ल गाइस त्यो जुन गाइस होइन मासु पोल्नलाई यताउरीलाई टक्क बस्नु भएको छ दिपिनले उता दाउरा खोजिरहेको छ धर्मिन्दो आगो बाल्ने कोसिसमा छ अनि गाइस म चाहिँ तपाईँको लागि ब्लग बनाउने कोसिसमा छु है फेरि यता बनिन्छ टक्क यता बन्छ पानी टक्क मात्रा ट्याङ्की छ अनि यस्तै यो पुरीबाट गएर चाहिँ गुराँसी फुलसुल गरेँ अनि टक्क हामीहरूको यहाँ खाएर टक्क उता गएर खोज्छौँ हामी एकछिनमा भेटाएर ब्रिटिस टक्क हाल्छौँ स्टेडियम गाइस भयो यता देखाइ ल हेर यता मासु त्यही देखेन जुम गरेर केटाहरू मासु बनिरहेछ ल गाइस टक्क है मासु बनिरहेछ सिल्लीमा हालेर टक्क गरेर रोस्ट गरेर खाने प्लान भइरहेछ गाइस होइन पिरो चाउचाउको सुप गाइस जुम गरेर जुम नजिकै जस्तो बनाए ल गाइस चुवाचेको फिला ओए भरि के छ भरि के छ भरि ल गाइस टक्क पारेर यता पोलिरहेछ धन भइरहेछ के छैन अझै पनि छ मासु उता छ अरू खानेकुराहरू टक्क गाइस मौसमले साथ दिइरहेछ आज होइन के छैन ल के गाइस ल गाइस होइन हामीको यो पाकिरहेछ यति पाकिसकेको यति हानेर टक्क गुराँस फुलतिर चल्नुपर्छ गाइस स्टेट गाइस ल गाइस होइन उता हामीले मासु सासु खायौँ यता देखा ह्याप्पी उताको छाडो टिपेर आगोसागो निभाएर पानी आइरहेछ हामी आयौँ उता फुल चाहिँ धेरै रहेनछ गाइस होइन अलिअलि चाहिँ रहेछ धर्मिन्द दाई अन्य दाईहरू गएर टिपिरहेछ त्यही त गाइस रुख छ त फुल चाहिँ छैन उता कहाँ देखाएको थिएँ मैले फेरि तल पनि छ छुना त दाइ ल गाइस यति फुल चाहिँ अलिअलि फुल चाहिँ भेटियो गाइसले त फुल चाहिँ भेटियो गाइस होइन गाइस होइन गानासाना केही आउँदैन हामीलाई अलिअलि हानिदिएको गाइस गाइस है केटाहरू गुराँस पोल ल गाइस होइन यहाँ तल पनि छ होइन फुल त तल पनि छ अब माथिको टिपेर हामी आउँछौँ गाइस उता पनि रहेछ ल गाइस म माथि गएको है ओ लाली गुराँस भेटिएछ म ह्याप्पी छु आई एम ह्याप्पी ब्रो तर जति दुःख गरे नि लास्टमा लाली गुराँस भेटियो गाइस होइन हामीले सब अब खाएर गुराँसी फुल टिपेर अनि त्यो सब गरेर आइसकेका छौँ गाइस होइन अरू 2 दिन लास्ट स्टेसन गाइस होइन
अनि गाइस एउटा अचम्म त नबनाऊ होइन मतलब एउटा चैतको महिनामा हिउँदिने मान्छे सायद हामी होला जुम्लामा फर्स्ट टाइम जस्तो लाग्दैछ है गाइस फर्स्ट टाइम त होइन जुम्लामा अलिकति आएको हेर्नु गाइस है तपाईँलाई म देखाउँछु ऊ त्यो माथि जो डाँडो छ नि त ऊ त्यो माथि हेर्नुहोस् त गाइस हिउँ आएको छ होइन यी गाइस कहाँ त हिउँ आएको छ गाइस होइन लक्की भनिन्छ गाइस हामीहरूलाई र गाइस है हामीले त्यो सब गरेर आफ्नो काम गरेर एकदम बिन्दास पारामा खाएर आइसकेका छौँ गाइस होइन भन्दाखेरि कस्तो तर्छ नै हुँदैछ नि यिनीहरूको रिएक्सन फेस रिएक्सन हेर्नुहोस् है ल स्टार्ट गऱ्यो रेडी स्टार्ट अनिल रिएक्सन कस्तो दियो गाइस हामीहरू गाउँदेखि आएर उँधो आएर खैरेनी केटिएसको खैरेनी भन्ने ठाउँ पुगेको छु गाइस होइन अब घरतिर जानुपर्छ गाइस होइन हालत के छ भने चाहिँ गाइस जुत्ता कस्तो छ स्कुल हेर्नु कस्तो छ गाइस त्यही हो गाइस भिडियोमा मजा आएछ भने लाइक कमेन्ट सब्सक्राइब हानिदिनु गाइस होइन अरू यस्तै हो दुई पागल पर दौडिरहेको छ होइन अब यस्तै हो गाइस हामीहरूको पारा ग्याङ दिस इज अ छपरी ग्याङ ओके गाइस